हेलो एभ्रिवान गाइज वेलकम ब्याक टु माई युट्युब खास चाहिँ हामी अब होलिडेको दिन आज पुलेर जाने प्रोग्राममा छौँ। अब हामी पुलेर लागिरहेका छौँ बाइक रेडी गरेर। अब हामी पुलेर जान तर्फमा छ। तपाईँहरूलाई हामी के छ हाम्रो ब्लग देखाउँछौँ। ओके हलप त गाडी मिठो गोलगप्पा पाउँदो रहेछ यहाँ। काम नपाउने हामी चाहिँ यहाँ बजारमा गोलगप्पा खाँदैछौँ। आज सम्पूर्ण बजारहरू बन्द, पहिलो शनिबार भएकोले फुलरिया बजार सधैँ पहिलो हप्ताको शनिबार चाहिँ बन्द हुँदो रहेछ। हामी गोलगप्पा खाने तयारीमा छौँ। गोलगप्पा खाइरहेछौँ। चार छ। हेलो एभ्रिवान गाइज वेलकम ब्याक टु माई ब्लग। आज हामी शनिबार गरेर घुम्न आएको है। यहाँ फुलरिया बजार चाहिँ हजुरहरूको शनिबार सम्पूर्ण पहिलो शनिबार चाहिँ बन्द हुने रहेछ। हजुरहरू सम्पूर्णमा जानकारी गराउन चाहे। हाम्रो यो पहिलो शनिबार त्यसोमा आएको यहाँ सरप्राइज परियो आएर। अब सामान त किनै भएन, तर हजुरको हाम्रो चाड पसलमा अब पानीपुरा चाड खाने जाने कार्यक्रम। म्याम चाहिँ गोलगप्पा खाइसक्नु भयो 1 प्लेट, अब चाड खाँदै हुनुहुन्छ। यसकै लागि भयो नि आउनु भएको रहेछ। गोलगप्पा र चाड खाँदै हुनुहुन्छ। सञ्चार कार्यालयको जस्तो अगाडि राजा चाट पसलमा आएर तपाईँहरू खान सक्नुहुनेछ मिठो। यहाँ हाम्रो अन्सारी कलेक्सन फुलरियाको एकदम फेमस कपडा पसल पनि यहीँ नजिकै छ। सबै शनिबार बन्द रहेछ, बन्द भएको रहेछ। बल्ल बल्ल घाम 2 बजिसक्यो, अहिले दिउँसोको भर्खर घाम देखिँदैछ। जाडो महिना भएर होला रोड पनि सुनसान छ, गाडीहरू गुडिरहेको छैन गाइज।